आज चाहिँ हामी बीएड फर्स्ट इयरको माइनर हेल्थको नोट कपीको समराइज्ड नोटहरू हेर्न गइरहेका छौँ। आज चाहिँ हामी एकाइ 2 हेर्छौँ किनकि एकाइ 1 पहिले हेरिसकेका छौँ। आज चाहिँ एकाइ 2 स्वास्थ्य र रोगको परिचय। स्वस्थ व्यक्तिमा हुनुपर्ने गुणहरू। 1 मा रहेको छ स्वस्थ व्यक्तित्व तथा प्रसन्न अनुसार शारीरिक अङ्ग प्रत्यङ्गहरूको उमेर अनुसार वृद्धि विकास। त्यसै गरी 3 मा शारीरिक रोग र दुर्बलताहरूबाट मुक्त। 4 मा कुनै पनि कार्यहरूलाई समाप्त नभएसम्म लगातार गर्न सक्ने क्षमता। 5 मा खाएको खानेकुरा राम्रोसँग पाचन गर्न सक्ने। 6 मा रक्तचाप सन्तुलित अवस्थामा भएको। 7 मा ठिक समयमा निद्रा लाग्ने। 8 मा मानसिक चिन्ता भय र रोगबाट मुक्त। 9 मा सकारात्मक सोच र स्वर निर्णय गर्न सक्ने क्षमता। 10 मा समालोचनात्मक एवं सृजनात्मक चिन्तन शैली। 11 मा समूहमा मिलेर काम गर्न सक्ने क्षमता र 12 मा नेतृत्व वहन गर्न सक्ने क्षमता। त्यसै गरी अब आयो स्वास्थ्यको परिवर्तित अवधारणा। परम्परागत समयदेखि आधुनिक समयसम्म आइपुग्दा स्वास्थ्यलाई विभिन्न दृष्टिकोणबाट व्याख्या विश्लेषण गरेको पाइन्छ, जसलाई स्वास्थ्यको परिवर्तित अवधारणा भनिन्छ। जसमा 1 मा रहेको छ जैविक चिकित्सकीय अवधारणा। यस अवधारणा अनुसार रोगबाट मुक्त भएको अवस्था नै स्वास्थ्य हो। त्यसैले यदि कोही व्यक्ति स्वस्थ हुन चाहन्छ भने ऊ शारीरिक रूपले स्फूर्त हुनुपर्छ। त्यसै गरी स्वास्थ्यको परिवर्तित अवधारणाको 2 नम्बरमा रहेको छ पर्यावरणीय अवधारणा। पर्यावरणविदहरूले स्वास्थ्यलाई मानिस र उसको वातावरण बीचको गतिशील सन्तुलनको रूपमा अर्थ्याएका छन्। त्यसै गरी 3 मा छ मनोवैज्ञानिक अवधारणा। सामाजिक विज्ञानको चमत्कारीपूर्ण विकासले आज व्यक्तिको स्वास्थ्यलाई सामाजिक, मनोवैज्ञानिक र सांस्कृतिक, आर्थिक र राजनैतिक तत्त्वहरूले समेत प्रभाव पारिरहेको छ। यस परिवेशमा स्वास्थ्य जैविक र सामाजिक दुवै परिघटना हो भन्ने निष्कर्ष नै मनोवैज्ञानिक अवधारणा हो। त्यसै गरी अब आयो सम्पूर्णताको अवधारणा। स्वास्थ्यलाई बहुआयामिक प्रक्रियाको रूपमा हेर्ने अवधारणा नै सम्पूर्णताको अवधारणा हो। हाम्रो स्वास्थ्यलाई एग्रिकल्चर, एनिमल हस्बेन्डरी, फुड इन्डस्ट्री, एजुकेसन, कम्युनिकेसन, हाउजिङ, पब्लिक वर्क्स जस्ता क्षेत्रहरूले समेत प्रभाव पार्ने भएकाले स्वास्थ्य यी सबै पक्षहरूको एकीकृत अवधारणा हो। यी सबै चिकित्सक, मनोवैज्ञानिक, पर्यावरणीय अवधारणाको संश्लेषण नै सम्पूर्णताको अवधारणा हो। त्यसै गरी अब आयो स्वास्थ्यको परम्परागत अवधारणा। परम्परागत अवधारणा भन्नाले सन् 1948 मा विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्य सम्बन्धी उल्लेख गरेको परिभाषा अघिको समय अवधिमा विकसित भएका अवधारणाहरूलाई बुझिन्छ। स्वास्थ्यको परम्परागत अवधारणालाई बुँदागत रूपमा यसरी उल्लेख गर्न सकिन्छ। 1 मा सुरक्षित र स्वस्थ शरीर। 2 मा सम्पन्नता महसुस गरिएको अवस्था। 3 मा रोग तथा दुर्बलताबाट मुक्त भएको अवस्था। 4 मा व्यक्तिगत सरसफाइ। 5 मा शारीरिक तन्दुरुस्ती। 6 मा शारीरिक अशक्तताबाट मुक्त र 7 मा शरीर, मस्तिष्क र आत्माको स्वस्थता। त्यसै गरी स्वास्थ्यको समकालीन अवधारणा। स्वास्थ्यको समकालीन अवधारणाले स्वास्थ्यको वृहत आधुनिक मान्यतालाई प्रस्ट्याउँछ। WHO 1948 ले प्रस्तुत गरेको स्वास्थ्यको अवधारणासँगै विकास भएको अवधारणा नै स्वास्थ्यको समकालीन अवधारणा अन्तर्गत पर्दछ। स्वास्थ्यको समकालीन अवधारणालाई निम्न शीर्षकहरूमा विभाजन गरी अध्ययन गर्न सकिन्छ। 1 मा रहेको छ आयामिक उपागम, डाइमेन्सनल एप्रोच। यो उपागमको सुरुवात विश्व स्वास्थ्य सङ्गठनको परिभाषासँग समकालीन यसले स्वास्थ्यलाई शारीरिक आयामको साथसाथै मानसिक आयाम र यही कारणले सामाजिक आयामबाट पनि परिभाषित गरेको छ। यही कारणले WHO को परिभाषालाई आधुनिक एवं समकालीन अवधारणाभित्र पनि हटाइएको छ। अत स्वास्थ्यको आयामिक उपागम अनुसार स्वास्थ्यका आयामहरू निम्नानुसार रहेका छन्। 1 मा शारीरिक स्वास्थ्य। 2 मा मानसिक स्वास्थ्य, सामाजिक स्वास्थ्य, संवेगात्मक स्वास्थ्य, आध्यात्मिक स्वास्थ्य र आर्थिक स्वास्थ्य। त्यसै गरी 2 मा रहेको छ प्रक्रियागत उपागम, प्रोसेस एप्रोच। यसलाई गतिशीलताको उपागम, डाइनामिक एप्रोच पनि भनिन्छ। यस उपागमले स्वास्थ्यलाई स्थिर अवस्थाबाट मात्र परिभाषित नगरी प्रक्रियाको रूपमा परिभाषित गरेको छ। अमेरिकी राष्ट्रपति आयोग USA प्रेसिडेन्ट कमिसन 1963 को प्रतिवेदनमा उल्लेख भएको परिभाषा अनुसार स्वास्थ्य अवस्था नभई समायोजन हो र स्थिर नभई प्रक्रिया हो। यही प्रक्रियाबाट नै मानिस आफ्नो वातावरणसँग समायोजन हुन्छ। त्यसै गरी अब आयो कार्यात्मक उपागम, फङ्सनल एप्रोच। यस उपागमले व्यक्तिको आन्तरिक क्षमता र योग्यतालाई अधिकतम प्रस्फुटन गरी उच्च स्तरको जीवनयापनमा मद्दत पुर्याउने कुरामा जोड दिन्छ। यस उपागम अनुसार स्वास्थ्यलाई परिभाषित गर्ने महोदयहरूमा होएमन, डुबोस, डुन, अब्राम, मास्लो, टालकट, पार्सन्स एवं मेचिनो पर्दछन्। H.S. होएमन
का अनुसार स्वास्थ्य भनेको जीवनलाई अधिकतम उत्पादनशील सृजनशील बनाउनको लागि आवश्यक पर्ने अधिकतम व्यक्तिगत तन्दुरुस्ती हो। त्यसै गरी हर्बर्ट टुनका अनुसार स्वास्थ्य व्यक्तिको आन्तरिक क्षमता तथा दक्षतालाई वृद्धि गर्ने कार्यगत एकीकृत विधि हो। त्यसै गरी टालकट पार्सन्सका अनुसार समाजमा सामाजिकीकरण भएर प्रभावकारी भूमिका र कार्यहरू गर्न सक्ने व्यक्तिको उच्चतम क्षमता नै स्वास्थ्य हो। अब्राहम मास्लोका अनुसार व्यक्तिले अधिकतम स्वास्थ्य अवस्था प्राप्त गर्नको लागि ऊ स्वीकार्यको चरणमा पुगी गुणस्तरीय जीवन निर्वाह गरेको हुनुपर्दछ। त्यसै गरी डाक्टर मेचुनोभका अनुसार स्वास्थ्य हुनका लागि उपयुक्त जीवनशैली अपनाउनु पर्ने कुरामा जोड दिएका छन्। उनका अनुसार शरीरका विभिन्न क्रियाविधिहरूलाई सन्तुलित अवस्थामा राख्नुलाई होमियोस्टासिस भनिन्छ। त्यसै गरी स्वास्थ्यको समकालीन एवं आधुनिक अवधारणालाई निम्नस्तर बुँदामा सारांशित गरिएको छ। बहुआयामिक प्रक्रिया, गुणस्तरीय जीवन, सम्पूर्णताको अवधारणा, असल र दीर्घ जीवनयापनको शैली, परिवर्तित वातावरणसँग गतिशील मानवीय सन्तुलन। त्यसै गरी पूर्ण स्वास्थ्य भनेको मानव मनको मृग तृष्णा हो। त्यसै गरी मानव शरीरले कुनै अवस्था एवं वातावरणमा अधिकतम कार्य गर्न सकेको अवस्था। त्यसै गरी स्वास्थ्यको परम्परागत र समकालीन अवधारणाबीच भिन्नता। परम्परागत अवधारणा यो स्वास्थ्यको सङ्कुचित अवधारणा हो। जैविक चिकित्सकीय अवधारणा बायोमेडिकल कन्सेप्टमा पर्दछ। स्वास्थ्य भनेको रोगबाट मुक्त रही शारीरिक रूपले तन्दुरुस्ती प्राप्त गरेको अवस्था हो। त्यसै गरी 4 मा स्वास्थ्य एक स्थिर स्टेटिक अवस्था हो। त्यसै गरी 5 मा यस अवधारणाले स्वास्थ्यलाई एकल आयाम युनिडाइमेन्सनबाट परिभाषित गरेको छ। त्यसै गरी 6 नम्बरमा यो अवधारणा मूलतः रोगको कीटाणुजन्य सिद्धान्तमा आधारित छ। त्यसै गरी 7 मा यो अवधारणाको विकास प्राचीन एङ्ग्लो सेक्सन समयदेखि WHO ले उल्लेख गरेको परिभाषा अघिसम्मको समय अवधिलाई मानिन्छ। त्यसै गरी समकालीन अवधारणा कन्टेम्पोरेरी कन्सेप्ट यो स्वास्थ्यको व्यापक वाइडर र आधुनिक मोडर्न अवधारणा हो। यो सम्पूर्णताको अवधारणा होलिस्टिक कन्सेप्टमा आधारित छ। त्यसै गरी 3 मा स्वास्थ्य भनेको रोगबाट मुक्त रही परिवर्तित वातावरणमा असल समायोजनद्वारा गुणस्तरीय जीवन प्राप्त गर्ने अवस्था हो। त्यसै गरी 4 मा स्वास्थ्य एक गतिशील डाइनामिक प्रक्रिया हो। त्यसै गरी 5 मा यस अवधारणाले स्वास्थ्यलाई बहुआयामिक मल्टिडाइमेन्सनल प्रक्रियाबाट परिभाषित गरेको छ। त्यसै गरी 6 मा यो अवधारणा मूलतः पर्यावरणीय सिद्धान्त इकोलोजिकल थ्योरीमा आधारित छ। त्यसै गरी 7 मा यो अवधारणाको विकास WHO को परिभाषादेखि हालसम्मको अवधिलाई मानिन्छ। त्यसै गरी परम्परागत अवधारणा यस अवधारणा अनुसार स्थिति बिग्रिनुलाई ईश्वरको अभिशापलाई लिइन्छ। परम्परागत अवधारणामा स्वास्थ्य स्थितिमा सुधार ल्याउन देवी देवताको पूजापाठ गर्ने र झामी झाँक्रीको सहायता लिने गरिन्छ। त्यसै गरी परम्परागत अवधारणामा सुरक्षित र स्वस्थ शरीर रोगबाट मुक्त रहेको व्यक्तिगत सरसफाइ, शारीरिक तन्दुरुस्ती, सन्चो महसुस गरिएको अवस्था, शारीरिक अशक्तता एवं अपाङ्गताबाट मुक्त रहनु आदि सबै परम्परागत स्वास्थ्यका अवधारणा हुन्। त्यसै गरी समकालीन अवधारणामा चाहिँ यस अवधारणा अनुरूपको स्वास्थ्यको स्थिति बिग्रनुमा कारक तत्त्व, होस्ट र वातावरण बीचको सन्तुलनलाई लिइन्छ। त्यसै गरी समकालीन अवधारणामा व्यक्तिको स्वास्थ्य स्थितिमा सुधार ल्याउन आधुनिक चिकित्सात्मक उपचार पद्धति अवलम्बन गरिन्छ। बहुआयामिक प्रक्रिया, गुणस्तरीय जीवन, सम्पूर्णताको अवधारणा, असल जीवन जिउने तरिका, पूर्ण स्वास्थ्य, मनको तृष्णा, परिवर्तित वातावरणसँगको समायोजन आदि सबै समकालीन अवधारणा हुन्। त्यसै गरी स्वास्थ्यका आयामहरू शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक, आध्यात्मिक र आर्थिक। त्यसै गरी कन्सेप्ट अफ इलनेस, सिकनेस एन्ड डिजिज बिसन्चो, अस्वस्थता र रोगको अवधारणा। जनस्वास्थ्य तथा चिकित्सा विज्ञानमा बिरामीपन, अस्वस्थता र रोगलाई एकअर्काको पर्यायवाचीको रूपमा लिने गरेको पाइए तापनि यिनीहरूबीच फरक पाउन सकिन्छ। त्यसै गरी 1 मा छ बिरामीपन, मनोवैज्ञानिक असक्षमता, आफूलाई सन्चो नभएको महसुस हुनु। त्यसै गरी अस्वस्थता सिकनेस, सामाजिक अकार्यको अवस्था, सकारात्मक भूमिका निर्वाह गर्न असक्षम हुन पुगेको अवस्था। त्यसै गरी रह्यो रोग, शारीरिक कार्य गर्न नसक्ने अवस्था, शरीरका कुनै पनि अङ्गहरूको कार्यमा आएको गडबडीका कारण असजिलो हुने एवं दैनिक कामहरू गर्न नसक्ने अवस्था। त्यसै गरी आयो अब रोगका सिद्धान्तहरू। प्राचीन र आधुनिक सिद्धान्त गरी 2 प्रकारका रहेका छन्। प्राचीनमा चाहिँ पिचास दैवी सिद्धान्त, दूषित हावाजन्य सिद्धान्त, रासायनिक सिद्धान्त र चुम्बकीय सिद्धान्त परे। त्यसरी आधुनिक सिद्धान्तमा चाहिँ क्रिस्चियन विज्ञान सिद्धान्त, मनोक्रियात्मक सिद्धान्त, मेरुदण्डीय सिद्धान्त, कीटाणुजन्य सिद्धान्त, रोगको महामारीगत सिद्धान्त, दबावको सिद्धान्त,
र पर्यावरणीय सिद्धान्त। प्राचीन सिद्धान्तहरू। यस प्राचीन सिद्धान्तलाई कम वैज्ञानिक सिद्धान्त पनि भनिन्छ। यस्ता सिद्धान्तहरूले कारण र प्रभावको सम्बन्धलाई वैज्ञानिक धरातलमा राखेर व्याख्या गर्न नसकेको हुनाले त्यस्ता सिद्धान्तहरूलाई कम वैज्ञानिक सिद्धान्त भनिएको हो। प्राचीन सिद्धान्तमा पर्ने पिशाच र दैवी सिद्धान्त, डेमोनिक एन्ड डिभाइन थ्योरी। सबैभन्दा पुरानो सिद्धान्त, अल्सो कल्ड सुपरनेचुरल थ्योरी। दुई फरक सिद्धान्त मिलेर बनेको सिद्धान्त, धार्मिक र अलौकिक तथा अदृश्यात्मक। उदाहरणको लागि मस्तिष्क ज्वरो भएका बिरामीलाई निको पार्न टाउकोमा रहेको चापलाई बाहिर निकालेर निको पारिन्छ। त्यसैगरी ख नम्बरमा छ दूषित हावाजन्य सिद्धान्त, मियास्मेटिक थ्योरी। 17औं शताब्दीमा निकै लोकप्रिय र 19औं शताब्दीसम्म निकै प्रभाव रहेको सिद्धान्त। यस सिद्धान्तको विकास इटालीका पर्यावरणविदहरूले गरेका, जसमा माएस्मा एक इटालियन शब्द हो। माएस्माको अर्थ हुन्छ दूषित हावा। यसले आधुनिक रोगको सिद्धान्तमा हावाजन्य रोगहरू जस्तै रुगाखोकी, क्षयरोग, दादुरा, इन्फ्लुएन्जा आदि रोगको अध्ययनमा सहयोग र सरसफाइ, वृक्षारोपण जस्ता क्षेत्रमा पनि सहयोग पुर्याउँदै आएको छ। त्यसैगरी प्राचीन सिद्धान्तहरूमा पर्छ रासायनिक सिद्धान्त। ग नम्बरमा चाहिँ रासायनिक सिद्धान्त। प्राचीन ग्रिकको शारीरिक रसको निदान शास्त्रमा आधारित प्रमुख व्याख्याकार हिप्पोक्रेटस रहेको, शरीरमा रहेका विभिन्न रसहरूको गडबडीका कारण रोग लाग्दछ भन्ने मान्यता। रोगको चाहिँ आधुनिक सिद्धान्त। रोगको आधुनिक सिद्धान्तलाई बढी वैज्ञानिक सिद्धान्त पनि भनिन्छ। रोगको कारण र प्रभावलाई वैज्ञानिक ढङ्गले प्रस्तुत गर्ने सिद्धान्त नै रोगको आधुनिक सिद्धान्त हो, जसमा छ कीटाणुजन्य सिद्धान्त, जर्म थ्योरी। 16औं शताब्दीकै प्रारम्भमा गिरोलामो भन्ने एक चिकित्सकले रोग जीवित सङ्क्रामक तत्त्वले गर्दा लाग्छ भन्ने तर्क अघि सारेका थिए, तर आधुनिक प्रविधिको विकास र प्राप्त प्रमाणको अभावले उनको विचार पछि पर्न गयो र सन् 1840मा माइक्रोस्कोपको विकासपछि ब्याक्टेरिया सम्बन्धी अध्ययनको सुरुवात हुन थाल्यो। यस सिद्धान्तले रोगलाई जीवाणुसँग मात्रै सरोकार राखेर व्याख्या गरेको हुनाले सिङ्गल केस थ्योरी पनि भनिन्छ। त्यसैगरी रोगको आधुनिक सिद्धान्तमा पर्यो पर्यावरणीय सिद्धान्त, इकोलोजिकल थ्योरी। पर्यावरणीय सिद्धान्तलाई रोगका विभिन्न आधुनिक एवं वैज्ञानिक सिद्धान्तहरूमध्ये समकालीन सिद्धान्त मानिन्छ। यस सिद्धान्तका अनुसार पर्यावरणीय खतराकै कारणले गर्दा मानिसलाई रोग लाग्दछ र त्यस व्यक्ति गतिशील एवं परिवर्तित वातावरणमा समायोजन हुन नसकेको अवस्थालाई रोग भनिन्छ। एक लाइनमा भन्नुपर्दा चाहिँ पर्यावरणीय सिद्धान्त अनुसार परिवर्तित वातावरणमा मानव प्रणाली समायोजन हुन नसकेको अवस्थालाई चाहिँ रोग भनिन्छ। त्यसैगरी स्वास्थ्य र रोगका निर्धारकहरू। एकमा छ जैविक तत्त्व, बायोलोजिकल फ्याक्टर, जसमा चाहिँ वंशानुकरण, सुरक्षात्मक शक्ति, शारीरिक बनावट, मानसिक अवस्था जस्ताहरू कुरा पर्छन्। त्यसैगरी दुईमा छ सामाजिक तथा सांस्कृतिक तत्त्व, जसमा शैक्षिक स्तर, व्यक्तिको जीवनशैली, सामाजिक मूल्य मान्यताहरू, सांस्कृतिक तत्त्व, आर्थिक तत्त्व र पेसा पर्दछन्। त्यसैगरी भौतिक एवं वातावरणीय तत्त्व, जसमा जलवायु, प्राकृतिक सम्पदाहरू, वातावरणीय प्रदूषण र भौतिक सुविधाहरू। त्यसैगरी अन्त्यमा 4 नम्बरमा रहेको छ राजनीतिक तत्त्वहरू। त्यसैगरी हामी यहाँ देख्न सक्छौँ स्वास्थ्य र रोगको वर्णपट। स्वास्थ्य र रोग दुवै फरक अर्थ रहेका शब्दावलीहरू भए पनि यिनीहरू दुवै एक अर्काका परिपूरक हुन्। एउटाको उपस्थितिमा अर्को अनुपस्थित हुन जान्छ। स्वास्थ्य र रोगको यही तहगत अन्तरसम्बन्धलाई स्वास्थ्यको वर्णपट भनिन्छ।